नमस्कार, मेरो नाम मदन रिजाल। काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन अन्तर्गत रहेको डिपार्टमेन्ट अफ इन्क्लुसिभ एडुकेसन, अर्ली चाइल्डहुड डेभलपमेन्ट एन्ड प्रोफेसनल स्टडिज अन्तर्गत म लेक्चररको रूपमा आबद्ध छु। यो समय यो डिपार्टमेन्टले सुरु गर्न लागेको यो अगस्त 2025 बाट जुन एमएड इन स्कुल ट्रान्सफर्मेसन प्रोग्रामको बारेमा म हजुरहरु समक्ष केही कुराहरू शेयर गर्न चाहन्छु। यो 2 इयर्स मास्टर्स प्रोग्राम जम्मा 54 क्रेडिटको प्रोग्राम हो, जसमा हामी 4वटा सेमेस्टरमा यो प्रोग्रामलाई र्याप अप गर्छौं, आबद्ध गर्छौं। र यो 54 क्रेडिटको प्रोग्रामको कुरा गर्नु पर्दाखेरि यो प्रोग्राममा हामीले विशेष गरी स्पेशलाइजेसन कोर्सेस, प्रोफेसनल कोर्सेस र इलेक्टिभ कोर्सेस यो 3वटा डोमेनमा धेरै नै काम गरेका छौं। प्रोफेसनल कोर्सेसको कुरा गर्नु पर्दाखेरि जस्तो कम्युनिटी इन्गेजमेन्टका डायनामिक्स अफ स्कुल ट्रान्सफर्मेसन, डायनामिक्स अफ इसीए, असेसमेन्ट प्र्याक्टिस, यी कम्पोनेन्टहरूलाई विशेष हामीले प्राथमिकता दिइकन अगाडि ल्याएका छौं एज अ कोर्सको रूपमा। भने स्पेशलाइजेसन कोर्सेस अन्तर्गत एडुकेसनल पोलिसिज एन्ड प्र्याक्टिस, इन्क्लुजन एन्ड डाइभर्सिटी, वेलबिङका कुराहरूलाई हामीले अगाडि बढाएका छौं। र यो कोर्सेसहरूलाई हामीले आबद्ध गरेर हामीले टिचर एडुकेटर्स र एजुकेसनल लिडर्सहरूको निम्ति यो कोर्सलाई हामीले अगाडि सारेका छौं। र यो कोर्समा इलेक्टिभ कोर्सेस भनेर हामीले सर्ट कोर्सेस या रिकग्निसन अफ प्रायर लर्निङलाई हामीले विशेष ग्राह्यता दिएका छौं। यो रिकग्निसन अफ प्रायर लर्निङको कुरा गर्नु पर्दाखेरि हामी एजुकेसनल प्रोफेसनल्सहरू विभिन्न समयावधिदेखि आफ्ना क्षेत्रमा आबद्ध छौं भने यदि तपाईहरु यो कोर्समा इनरोल हुन चाहनुहुन्छ भने तपाईको अनुभवलाई पनि त्यसका कुनै डकुमेन्टहरू तपाईहरुले ल्याउनु हुँदाखेरि त्यसलाई आधार बनाएर अथवा कुनै पनि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनले विभिन्न समयमा सञ्चालन गरेका कुनै पनि सर्ट कोर्सलाई तपाईले त्यसबाट तपाई सर्टिफाइड हुनु भएको छ भने त्यसलाई हामीले यहाँनिर 3 क्रेडिटको भ्यालिडेसनको आधारबाट हामी अगाडि बढाउने पनि हामीले यो कोर्समा प्रावधान राखेका छौं। यसरी हेर्दाखेरि यो कोर्स हामीले विशेष गरी टिचर एडुकेटर्स र लिडर्सहरूको निम्तिलाई हामीले अगाडि बढाएका छौं। यदि तपाईहरु यो प्रोग्राममा इनरोल हुने इच्छा गर्दै हुनुहुन्छ भने हजुरहरुको एकाडेमिक ब्याकग्राउन्डको मिनिमम रिक्वायरमेन्टको कुरा गर्नु पर्दाखेरि कम्तिमा पनि 2.5 जीपीए तपाईहरुको ब्याचलर्स डिग्रीमा हुनुपर्ने हुन्छ भने अथवा तपाईहरुको सेकेन्ड डिभिजन तपाईहरुको ब्याचलर्स डिग्रीमा छ भने तपाईहरु यो प्रोग्रामको निम्ति इजिली एलिजिबलको रूपमा अगाडि आउन सक्नुहुन्छ। यसकारणले गर्दाखेरि यो 2 इयर्स मास्टर्स प्रोग्राम जुन हामी अगस्त 2025 बाट जुन इन्टेक लिन सुरु गरिरहेका छौं यसमा हामी स्वागत गर्न चाहन्छौं। धन्यवाद।